राज्यले शिक्षकलाई गरेको अपमानको एउटा फरक दृष्टान्त। आदरणीय दर्शकवृन्द, नमस्कार। म नेपाल प्रकाश अधिकारी। यतिखेर देशभरका शिक्षक जुर्मुराएका छन्। मैले यस अघिको भिडियोमा कर्तव्य र मर्यादाको पाठ पढाउने शिक्षक आफ्नै अधिकारका लागि सडकमा निस्कनुको कारणसहितको विश्लेषणात्मक सामग्री प्रस्तुत गरेको थिएँ। यस भिडियोमा चाहिँ सरकारले विद्यालयका शिक्षकलाई हेर्ने नजर र गर्ने अपमानपूर्ण व्यवहारको बारे एउटा दृष्टान्त प्रस्तुत गर्दैछु। नेपालको राजनीतिक सन्दर्भमा फागुन चैतको महिनालाई आन्दोलन र उथलपुथलको महिना भने पनि फरक पर्दैन। तीन कुनेको दुःखद घटना सेलाउन नपाउँदै माइतीघर मण्डला 3 दिनदेखि आन्दोलनमय बनेको छ। तर आन्दोलनको प्रवृत्ति र पात्र भने बिल्कुल फरक लाग्दछ। व्यवस्था परिवर्तनको लागि सोझिएको 3 कुनेको आन्दोलनमा व्यक्तिका घरमा आगो झोसिएको थियो। यता माइती घरका शिक्षकहरूले मेडियनमा फुलेका फुलका पातहरू पनि चुडेका छैनन्। उनीहरू दुबो पनि नटेक्ने उद्घोष गरिरहेका छन्। यतिखेर काठमाडौँको प्राकृतिक वातावरण थप प्रदूषित बनिरहेको छ। विभेद र अपमानले मन पोलेको बेला शिक्षकहरूले दूषित हावाले आँखा र नाक पोलेको पनि पत्तो पाएका छैनन्। निर्णायक मानिएको आन्दोलनमा ज्यान फालेर लागेका छन् शिक्षकहरू। शिक्षकको मन नमिठो गरी त्यसै पोलेको चाहिँ होइन। यसो हुनुको पछाडि शिक्षकमाथि सरकारले गरेको असुहाउँदो व्यवहार र विभेद जिम्मेवार छ। यसै सन्दर्भमा यो सामग्री तयार पारिएको छ, जसका बारेमा पूर्ण जानकारी पाएपछि हरेक स्वाभिमानी शिक्षकको शिर अपमानले झुक्नेछ। आवेगले विवेक तरङ्गित भइहाल्यो भने पनि अनौठो मान्नुपर्ने छैन। राज्यका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको पदको आधारमा मर्यादा निर्धारण गर्ने प्रक्रिया हाम्रो देशमा मात्र नभई विश्वभरकै आम प्रचलन हो। नेपाल सरकारले पनि त्यसै गरी विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको मर्यादा समयानुकूल निर्धारण गर्ने गर्दछ। पछिल्लो पटक विक्रम सम्वत 2076 वैशाख 16 गते नेपाल सरकारले मर्यादाक्रम सम्बन्धी राजपत्रमा औपचारिक सूचना प्रकाशित गरेको थियो, जस अनुसार राष्ट्र प्रमुखका हैसियतले मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति छन्। त्यसपछि दोस्रो, तेस्रो र चौथोमा क्रमशः उपराष्ट्रपति, प्रधानमन्त्री तथा प्रधान न्यायाधीश रहेका छन्, जुन स्वाभाविक लाग्दछ। पाँचौंमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष समेटिएका छन्। त्यसै गरी पूर्व राष्ट्रपति, उप प्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, मुख्यमन्त्री, राज्यमन्त्री, सहायक मन्त्रीहरू विभिन्न क्रममा रहेका छन्। मर्यादाक्रमको थप सूचीमा राष्ट्र बैङ्कका गभर्नर, नेपाल सरकारका सचिव, राजदूत, उच्च अदालतका न्यायाधीश लगायतका पदाधिकारी क्रमशः सूचीकृत छन्। यसमा पनि अनौठो मानिरहनु परेन। अब चाहिँ अलि गम्भीर भएर सुन्नुहोस्। 20औं स्थानमा नेपाल सरकारका राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृत, 21औं नम्बरमा प्रहरी निरीक्षक अनि 22औं स्थानमा स्थानीय तहले नियुक्त गरेका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत अटाउँदा शिक्षक सेवा आयोग उत्तीर्ण गरेका प्रक्रिया पुरा गरेर प्रथम श्रेणीमा रहेका अनुभवी गुरुहरू मर्यादाक्रममा समेटिन सकेका छैनन्। यसो भनौँ, सरकारले शिक्षकलाई मर्यादा अर्थात् इज्जत दिइरहन उचित ठानेन। यस अपमानपूर्ण व्यवहारले थुप्रै ठाउँमा समस्या ल्याउँछ। सानो उदाहरणका लागि, तपाईको विद्यालय समुदायमा कतै कुनै औपचारिक कार्यक्रम राखियो भने त्यहाँ जनप्रतिनिधि, नगर शिक्षाका कर्मचारी, पुलिसका हाकिमहरूलाई ससम्मान सम्बोधन गरी मञ्चमा आसन ग्रहण गराउनै पर्छ, नत्र कानुनको अवज्ञा ठहर्छ। रोलक्रम मिचिए उस्तै परे कानुनी विषय बन्ला, तर
सोही वा त्योभन्दा पनि माथिल्लो तह र श्रेणीमा अध्यापनरत विद्यालयका शिक्षकलाई विधानत सम्बोधन र आसन ग्रहणमा बोलाइरहनु पर्ने, सम्मान दिइरहनु पर्ने झन्झट गर्नु पर्दैन भन्छ सरकार। योभन्दा विभेद र अपमान के हुन सक्छ? दर्शकवृन्द, शिक्षक त्यो पवित्र रोजगारी हो जसले अन्य रोजगारको सिर्जना गर्दछ। सबै पदीय हैसियतमा रहेका राष्ट्रसेवकप्रति सबैको उच्च सम्मान हुनुपर्छ। एउटा सज्जन व्यक्ति प्रहरीको हाकिम नभेटी वकिल तथा न्यायाधीशलाई नगुहारिकन पनि आफ्नो जीवन बिताउन सक्छ। तर सबैका लागि शिक्षा दिने गुरु अपरिहार्य छन्, रहिरहनेछ। त्यही शिक्षकको जोडबलमा 12 कक्षा उत्तीर्ण गरेको विद्यार्थी असही यानि कि असिस्टेन्ट सब इन्सपेक्टर बन्छ। 2 तह बढुवा भएपछि प्रहरी निरीक्षक हुन्छ र राज्यको 20औं मर्यादामा समेटिन्छ। उनलाई पढ्न सिकाउने, हातमा कलम बोक्ने शिक्षकलाई मर्यादा क्रममा यसो ठाउँसम्म दिन सरकार तयार हुँदैन। राम्ररी पढाउन नसकी शिक्षण पेशा त्यागेर राजनीति गर्दै सांसद बनेको व्यक्ति माननीय कहलाउँछ। तर देशको कहालीलाग्दो राजनीतिले अल्मलिएको व्यक्तिलाई शिक्षाको प्रकाश छरेर जीवनको गन्तव्य देखाउन निरन्तर क्रियाशील शिक्षकलाई सरकारले घोर अपमान गरिरहेको छ। विभिन्न शास्त्र अनुसार पनि शिक्षकलाई माता र पिता पछिको सम्मान दिएको छ। हिसाबै गर्ने हो भने पनि दिनमा सबैभन्दा बढी नमस्कार शिक्षकले खान्छन्। पदमा रहँदा मात्र होइन, जीवनभर त्यो सम्मान पाउने हैसियत हुन्छ शिक्षकको। जीवनमा शिक्षाको सर्वोपरि महत्त्व कसैले नकार्न सक्दैन। तर अहोरात्र खटेर त्यही शिक्षा प्रदान गर्ने शिक्षकलाई राज्यले पर्याप्त सेवा सुविधा त दिन सकेन। शिक्षकलाई मर्यादा पनि नदिएर हदैसम्मको निजता प्रकट गरिरहेको छ। डाक्टर सर्वपल्ली राधाकृष्णन भारतका द्वितीय राष्ट्रपति मात्र थिएनन्, उनी शिक्षाविद तथा महान दार्शनिक पनि थिए, जसको जन्मदिन पारेर 5 सेप्टेम्बरमा सिङ्गो भारतले शिक्षक दिवस मनाउँछ। त्यस्ता विद्वानले शिक्षकप्रति सम्मान गर्दै अरू सबैको भन्दा 1 रुपियाँ भए पनि शिक्षकको तलब बढी हुनुपर्छ भनेर भनेका थिए। सिङ्गापुर, फिनल्यान्ड, दक्षिण कोरिया, डेनमार्क जस्ता विकसित राष्ट्रमा मात्र होइन, हाम्रै छिमेकी देश भारतमा पनि शिक्षकप्रतिको सम्मान र सुविधा तुलनात्मक रूपमा राम्रो छ। समाज निर्माणमा शिक्षकको योगदान अतुलनीय छ। देशमा राजनीतिक व्यवस्था परिवर्तनका लागि समेत शिक्षकको सर्वोपरि भूमिका छ। विभिन्न सर्वेक्षणले अहिले पनि समुदायले सबैभन्दा बढी विश्वास शिक्षकको गर्ने गरेको देखाएका छन्। लोकतान्त्रिक व्यवस्थाका विरुद्धमा उठेका बेतुकका तर्कलाई धारिलो रूपमा एकै पटक शिक्षकले नै खारेज गर्न सक्छन्। राज्यमा कर तिर्न उत्साहित तुल्याउने, सामाजिक सद्भाव र न्यायको पाठ पढाउने, सामाजिक विकृति र विसङ्गति हटाउन सङ्गठित जनशक्ति कोही छ भने ती शिक्षक नै हुन्। तर दुःखको कुरा, आज ती शिक्षक मर्यादा सूचीको पछिल्लो हारमा पनि समेटिन सकेका छैनन्, घोर उपेक्षित छन्। आफूलाई गणतान्त्रिक भन्ने सरकार पञ्चहरूले 2028 सालमा बनाइदिएको शिक्षा ऐनलाई रफ्फु भरेर जसो तसो शिक्षा क्षेत्रको लाज ढाक्ने प्रयत्नमा छ। नयाँ शिक्षक ऐन तत्काल जारी हुनुपर्छ भनेर शिक्षक सडकमा निस्किएका छन्। 2080 साल असोज 5 गते नेपाल सरकार र नेपाल शिक्षक महासङ्घ बीच भएको सम्झौता अनुसार विक्रम सम्वत 2080 कार्तिकमा राष्ट्रिय सभा विधान व्यवस्थापन समितिले राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा शिक्षकलाई समेटेर प्रस्ताव तयार त पार्यो, तर त्यो अझै कानुन बन्न सकेको छैन। यसरी हदैसम्मको अपमान सहन नसकी आफैलाई मर्यादा चाहियो भनेर शिक्षकहरू आत्मसम्मानका लागि सडकमा ओर्लिएका छन्। हेर्दै जाउँ आन्दोलनले कुन रूप लिन्छ। आदरणीय दर्शकवृन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि उठाइएको विषयवस्तु जायज छ भने आम अभिभावक, विद्यार्थी, अन्य पेशागत समुदाय तथा राज्यसम्म पुर्याउन सहयोग पुर्याउनुहोला। लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोस् भनेर त भनिरहनु नपर्ला। अर्को भिडियोमा हाम्रो भेट फेरि हुनेछ। धन्यवाद। अहिलेलाई छुटौँ।
मन्त्रीज्यू कसले बनायो